गर्नुपर्छ क्या दाउ भैया? पर्छ नि भाइ, किन नपर्नु? यसो गरौँ न बरु। कसो गरौँ भन त? हामीहरू सबै मिलेर माखनचोरी मण्डल तयार गरौँ, हुँदैन दाउ भैया? अनि हामी दुईजना मात्र कसरी मण्डल तयार हुन्छ त भन त भाइ? अरे हजुरले चिन्तै नलिनु न दाउ भैया, मैले सबै ग्वालबालहरू सखाहरूलाई बोलाएको छु नि त दाउ भैया। बोला नि बोला। श्रीधामा, अरे श्रीधामा, मधुमंगल, ए मधुमंगल। हामीलाई झन् सानो लागि तिमी कहाँ गएको? आएको नै आएको पनि आए। म त अघि नै आएको नि सखा हो, होइन हाम्रो साथीहरू यति मात्रै हो त? हेर, मैले तिमीहरूलाई किन बोलाएको भन्ने कुरा तिमीहरूलाई थाहै छैन। यो भयो यो त भयो। बाइक बिग्रियो कन्हैया। दाउ भैया, होइन हाम्रो साथीहरू यति मात्रै हो र भने? खै त कहाँ गयो त तिमीहरू? सबैलाई बोलाउन भनेको। बोला बोला। बाच्चाहरूले पनि कति दुःख दिए है सखा। हेर्नु त दाउ भैया, बाँदर पनि आएको रहेछ त हामीसँगै। होइन कन्हैया, किन बोलाएको हामीलाई तिमीले? अब म एउटा कुरा भन्छु, तिमीहरूले मान्नु है, मैले भनेको। ल ल अगाडितिर फर्केर कुरा गरौँ न भनेको पहिला। ल गोलो भएर कुरा गरौँ त, तल बसौँ त हामी सबैजना। ल यो गाई चाहिँ कसरी गोलो भएर बस्छ त कन्हैया? त्यही हुन्न, ऊ पनि त हाम्रो सबै त हो नि। एकचोटि तल बसौँ त। हेर साथी हो, हामीले आज एउटा छलफल गर्दैछौँ। भन त के? यो बाछो जङ्गलमा छोडिदेऊ न, जहाँ गए पनि के हुन्छ रे? छोड्दै 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 जान्छ नि, हाम्रो जरुरी काम छ क्या। यसो उतातिर रुखतिर बाँधेर आउन सखा। हेर सुन सखा, कुरा के भनेदेखि है, अरे कन्हैया